भक्तवत्सल भगवान की जय जय होस्। माननीय श्रोताहरू भक्तजनहरू भागवत महायज्ञको 6औं दिनको करिब हामी अन्तिम चरणमा अब साक्षात् भगवान श्री कृष्ण र रुक्मिणीजीको धुमधामसँग अब विवाहको समय हुन लागिसकेको छ। अब यहाँहरू 10-15 मिनट धैर्य धारण गरिदिनु होला र भगवान श्री कृष्ण रुक्मिणी विवाहको प्रसङ्गमा हामी पुगिसकेका छौँ र आज भगवानको दिव्य विवाह महोत्सवमा आनन्द लिने कार्यक्रमलाई हामी अगाडि बढाउनेछौँ। यति बेला मेरो हातमा सम्मान पत्र आएको छ जसको तुलादानको कर्म पूर्ण भइसकेको छ। विष्णुमाया अधिकारीज्यू 15,125 सेवा प्राप्त भएको छ यहाँको तुलादानबाट र यहाँले आज तुलादानको कर्म गरेर आफ्नो जीवनको अत्यन्त महत्त्वपूर्ण क्षणलाई प्राप्त गर्नुभएको छ। भागवत भगवानको सेवा गणेश भगवानको मन्दिर निर्माण कार्यमा तुलादानको सेवा प्रवाह गर्नुभएको छ। जोरदार तालीको साथमा यहाँलाई विशेष सम्मान गर्दै सम्मानको निमित्त अगाडि बढाइदिनुको निमित्त अनुरोध गर्दछु। विष्णुमाया अधिकारीज्यू जय जय होस्। जय जय होस्। माताजीलाई विशेष सम्मान हामी प्रदान जय जय होस्। माताजीलाई विशेष सम्मान छ। कति 72 वर्ष 72 वर्षीय माताजी हुनुहुन्छ विष्णुमाया अधिकारी। यहाँका सुपुत्रहरू पुत्रवधू एवं समस्त परिवारले आज माताजीलाई तुलादानको कर्म पूर्ण गराउनु भयो। साँच्चीकै भाग्यमानी आज यस्ता छोराहरूले आमाले गर्छु भनेको दानलाई पूर्ण गराउनको निमित्त यति ठुलो सेवा प्रदान गर्नुभएको छ। विशेष सम्मान यहाँहरू सम्पूर्णलाई प्रदान गर्न चाहन्छौँ र माताजीको जीवन सुखमय बितोस्, यहाँको वृद्ध अवस्थाको जीवन भक्तिमय बनोस्, प्रेममय बनोस् र समस्त परिवारको प्रेम सद्भाव यहाँलाई प्राप्त भइरहोस्। जोरदार तालीको साथमा विशेष सम्मान। जय जय होस्, मङ्गल होस्, कल्याण होस्। भागवत भगवानको कृपा सदैव यहाँको जीवनमा प्राप्त भइरहोस् र यहाँका सुपुत्रहरू हाम्रो साथमा हुनुहुन्छ उहाँहरूलाई पनि हामी सँगै सम्मान र भगवानको प्रसाद प्रदान गर्दैछौँ र आइदिनु होला।